हामी कोटियादेखि सोरोदारीको यात्रामा जाँदैछौँ। अब यात्रा सुरु हुन्छ कोटिया तिलोत्तमा 15 देखि सोरोदारीसम्मको यात्रा हो। अब रमाइलो गर्दै जाने यो। ला 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 सबजनाले रमाइलो गर्दै एकदम रमाइलो भजन कीर्तन गर्दै हामी सोरोदारीको यात्रामा निरन्तर गइरहेका छौँ। अब हामी यहाँ बुटोल आइपुग्न लागिरहेका छौँ होइन। या त नो लेखेको पनि आएको छैन या त टिकटै राखेको छ या त नो टिकटै लेखेर आएछ नि याद लेखेको अब हटाइनी भएन चारजना ग्यास लेखेको जाने नो लेखेको बच्चा भनेको आकाशका ढकाललाई नो परेछ जोगी गुटी आइयो जंगी आइसक्यो जोगी गुटी आइयो ल सबैलाई ह्याप्पी न्यू इयर है सबैजना बोलाउँ त ल हामी यो देवीनगर तर्फबाट जाँदैछौँ। देवीनगर तर्फबाट हामी सिधै बेलुवासनिर निस्किन्छौँ होइन। त्यहाँ निस्केपछि बल्ल हामी सोरोदारी यात्रा एकछिन हामी विश्राम लिएर सोरोदारी यात्रा देवीनगरबाट गएपछि त्यसपछि निरन्तर हाम्रो यात्रा जारी नै रहन्छ है। पहाडहरू पोखरा हेर्दा कति हरियाली रहेछ यहाँ हेर्दा होइन। त्यो तिनो खोलाको पुल आयो, त्यो तिनो खोलाबाट हामी क्रस गरेपछि बल्ल हामी देवीनगर आउँछौँ। त्यसरी बेलुवास आउँछौँ होइन। नानी बाबुहरूले आग्रह गर्नुभयो। त्यसपछि मैले त्यहाँ गानाहरू बजाउनु पनि ड्राइभरजीलाई आग्रह गरेँ। त्यसपछि गाना बजाउन सुरु भइरहेको छ। धेरै लाउन के भन्न सकिन्न गरेपछि बल्ल हामी सोरोदारी यात्रा सुरु हुँदै जान्छ। दिएर हो भने त दाम अब हामीले रिजर्भमा हामीले इभी गाडी लग्ने भएकोले हामीले एकछिन त्यहाँ वेट गरेर चार्ज लाउने पनि गर्नु पऱ्यो। त्यहाँ ड्राइभरजीले अब के काट्नुपर्छ भनेर अब दिदी बहिनीहरू अथवा पछाडि आमाहरूले भजन कीर्तन गाएर एउटा राम्रो मनोरञ्जन दिदी हामीले यात्रा गरिरहेका छौँ। ल हेर्दै जानु है।
नाचगान गर्दै नाचगान सुन्दै मादल पनि बजाउँदै आफ्नो भजन कीर्तन गाउँदै रमाइलो गर्दै यात्रा निरन्तर हामी गइरहेका छौँ। हामी स्वरधारी यात्रामा जाँदैछौँ। अब हेर्दै जानुहोस् तपाईँले। अब भिडियो कतिसम्म हेर्नुहुन्छ सबभन्दा पुरा हेर्नुहोला। हामीले निरन्तर हामीले एउटा मनोरञ्जन दिँदै एउटा राम्रो गर्दै हामीले गइरहेका छौँ होइन। निरन्तर एउटा यात्रामा जाने क्रममा एउटा त्यो भाइरल पार्क भन्ने एउटा भाइरल डाँडो भनेर एउटा हाम्रो चौनौराभन्दा अलिक बिचको जङ्गलमा त्यहाँ रहेछ र त्यहाँ हामीले एउटा फोटो खिच्ने त्यहाँ टिकटक बनाउने धेरै रमाइलो मनोरञ्जन गर्दै हामी एकछिन त्यहाँ वेट गरेर हामीले उ गऱ्यौँ। ल हेर्दै जानु होला। त्यहाँ हामीले के गऱ्यौँ होइन, अलिअलि छोटो मिठो हामीले त्यहाँ राखिदिएछौँ होइन। त्यसरी हामीले निरन्तर हामीले यात्रा गर्दै गइरहेका छौँ। त्यसलाई हामीले भाइरल डाँडा भन्दो रहेछ होइन। अब हामीले त्यहाँ एकछिन फोटो खिचेर टिकटकहरू बनाएर नाचगान गरेर हामी अब एकछिनपछि अब हामीले रमाइलो गर्दै फेरि निरन्तर हाम्रो यात्रामा रमाइलो गर्दै जानेछौँ। हामी निरन्तर यात्रापछि हामी चकचके भन्ने एउटा उसमा हामी पिठाने त जाने यता सोरोदारी जाने बाटोतिर आएर हामी एकछिन खोलामा गएर एकछिन हामी त्यहाँ रमाइलो गऱ्यौँ एकछिन होइन। त्यसपछि हामी गाडी पनि चार्ज लगाइरहेको छ। सम्पूर्ण
भिडियो गाडी एकछिन तातेपछि वेट गरेपछि हामीले त्यहाँ औँसेलीहरू टिप्दै खाँदै गर्दै त्यहाँ टिकटकहरू गर्दै रमाउँदै गयो। त्यहाँ दाइले औँसेली त्यो काँडोमा टिप्दै हुनुहुन्छ, औँसेली कस्तो हुन्छ त्यहाँ हेर्दै पनि जानु होला होइन। अब फाइनली हामी स्वर्गदारीको गेटको नजिक आइयो। अब त्यहाँबाट हामीले स्वर्गदारी त्यहाँबाट उकालो चढ्नुपर्छ होइन। अब हामीले गाडी तल राखेर माथि अब उकालो त्यहाँ सिडीहरू निस्किन पर्ने छ र कम्तीमा पनि आधी घन्टा अथवा 1 घन्टा जति त्यहाँ लाग्दो रहेछ त्यो मन्दिरमा जानलाई। अब हामी उकालो निस्किँदैछौँ, त्यहाँ हेर्दै जानु होला। यो कुन्दन हामी भोलि बिहान उठेसँगै त्यो हामी एउटा उसमा नुहाउन जाँदैछौँ होइन। त्यहाँ हाम्रो त्यो बाहिरको दृश्य कस्तो रहेछ, कति राम्रो फुलहरू रहेछ, त्यहाँ यस्तो राम्रो रहेछ स्वर्गदारी। त्यहाँ मैले वरिपरि सबै देखाइदिएको छु होइन। यो स्वर्गदारी मन्दिर हो, यहाँ बन्दै गरे पनि रहेछ। यो स्वर्गदारी मन्दिरमा त्यहाँ बस्छ त। हेलो हाय
कतिको हुन्छ ल आउनु त कमला दिदी तपाईँ तर त्यसलाई भयो